दर्शक महानुभावहरू आज 2083 साल श्रावण 27 गते औँसीको दिन रेसुङ्गामा आउने भक्तजनहरूलाई संरक्षण समितिद्वारा निःशुल्क भोजनको व्यवस्था पनि गरिएको छ र रेसुङ्गाको महत्त्व श्रावण औँसी र कार्तिकको एकादशीमा यसको ठुलो महत्त्व रहेको छ। पोखरीमा स्नान, औँसीको दिन पोखरीमा स्नान र कार्तिकको एकादशीका दिन पोखरीमा स्नान गरेर एक वर्षका पाप जति सबै नाश हुन्छन् भन्ने धार्मिक मान्यता अनुसार यहाँ बिहानदेखि नै हामी बिहान 7 बजेदेखि नै हामी पोखरी क्षेत्रमा छौँ र यहाँ आउने भक्तजनहरूको घुइँचो सुरु हुन लागिसकेको छ। त्यसैले यहाँ आज आउने भक्तजनहरूलाई
विशेष प्रसादको व्यवस्था बस्ने सङ्घ गुल्मीबाट प्रसादको व्यवस्था भएको छ। विगतका वर्षहरूमा पनि बस्ने सङ्घ गुल्मीले श्रावण महिनामा भक्तजनलाई खिर खुवाउने कार्यक्रम आयोजना गर्नुभएको थियो र बिहानदेखि नै बस्ने सङ्घ गुल्मीसँग आबद्ध सम्पूर्ण बस्ने बन्धुहरू यहाँ खटिरहनु भएको छ। बिहानदेखि नै सम्पूर्ण भक्तजनहरू बस्ने सङ्घद्वारा यो बिहान आज खिर खुवाउने कार्यक्रम अन्तर्गत यहाँ सङ्कलन गरिसक्नु भएको छ र करिब रेसुङ्गामा आउने हजारौँ भक्तजनहरूलाई खिर खुवाउने कार्यक्रम। हजुर नमस्कार। नमस्कार हजुर नमस्कार। यहाँ सुरु भइरहेको छ, यहाँ पकाउने कामहरू चलिरहेको छ। बस्ने सङ्घ गुल्मीका पदाधिकारीहरू विशेष गरेर रेसुङ्गा सेरोफेरमा रहने बस्नेतहरूको सक्रियतामा उहाँहरूको परापूर्वकालदेखि नै त्यस ठाउँमा उहाँहरूको एउटा कुल्यानको थान रहेका कारणले उहाँहरूले यो परापूर्वकालदेखि नै रेसुङ्गामा ढाड दिने खिर पकाएर खुवाउने कार्यक्रम रहेको हुँदा उहाँहरूले धेरै वर्षदेखि नै यो पुनित कार्यलाई निरन्तरता दिइरहनु भएको छ। देवी भजन गाउँदै शङ्ख घण्टा बजाउँदै देवी भजन गाउँदै शङ्ख घण्टा बजाउँदै देवी भजन भगवान देवी भजन गाउँदै शङ्ख घण्टा बजाउँदै देवी भजन गाउँदै शङ्ख घण्टा बजाउँदै। सिद्ध भगवानले यहाँको कल्याण गरून्, उहाँका सन्ततिहरूले पनि यसको उन्नति र प्रगतिका लागि लागिरहनुहोस्। ईश्वरले त्यो भक्ति दियोस्, 120 वर्ष जति बाँच्नुहोस्, राष्ट्रको कल्याण गर्न सक्ने क्षमता यहाँलाई ईश्वरले दियोस्। हरिओम प्रसाद। सिद्ध भगवानले कल्याण गरून्, भगवानको भक्ति लगाइरहोस्, ईश्वरले दिएकै छ अझ राम्रो परिकार दियोस्, दीर्घ जीवी भएर सिद्धको भक्ति गर्नुहोस्। Untuk masang sana. एकैछिनमा 5 मिनेटमा हुन्छ ल। बस्ने सङ्घ गुल्मीद्वारा 2083 4 27 गते रेसुङ्गामा अखण्ड भण्डारण सञ्चालन गर्नुभएको छ। विगत लामो समयदेखि उहाँहरूले यस देवालय क्षेत्रमा यसरी भण्डारा चलाउनु भएको थियो र अहिले त्यसैलाई निरन्तरता दिँदै यस वर्षदेखि आज औँसीको दिन रेसुङ्गा आउने सम्पूर्ण भक्तजनहरूलाई यहाँहरूले खिर र अचार वितरण गर्न गरिरहनु भएको छ। हामी यहाँ देख्न सक्छौँ बस्ने सङ्घ गुल्मीसँग आबद्ध सबै बस्ने जीवहरूले यसरी रेसुङ्गामा आउने भक्तजनहरूलाई यसरी खिर प्रसादहरू
ल ल शशिधर स्वामीज्यूले केही तपस्या गरे शशिधर स्वामीज्यू लक्ष्मी नारायण महाप्रभुको सन्देश छाडे लक्ष्मी नारायण महाप्रभुको सन्देश सुन्दरमा जाऊ रे सुन्दरमा जाऊ रे सुन्दरमा ज्याक लिएर आऊ त ज्याक गर्नु न ज्याक किन हजुरलाई नमस्कार। म बस्ने सङ्घ गुल्मीको अध्यक्ष नेत्र बस्ने बोलिरहेको छु र खास गरी हामीले बस्ने सङ्घ गुल्मीको अहिले हाम्रो आजीवन सदस्यहरू करिब 120-22 जना पुगिसक्नु भएको छ र त्यो आजीवन सदस्यको पैसा हामीले माग्दैनौँ। त्यसको ब्याजबाट जस्तो हामीले यो पूजा पितृ प्रसादको लागि खिर प्रसादी साउनको अंशीमा प्रसादीको रूपमा वितरण गर्दै आइरहेका छौँ। त्यही रूपमा आज हामीले तपाईँले देखिरहनु भएको छ यो बस्ने सङ्घ गुल्मीले आज खिर प्रसादी वितरण गरिरहेको तब हजुरहरूले देखिरहनु भएको छ। त्यसैले म सम्पूर्ण बस्ने बन्धुहरूलाई के आह्वान गर्न चाहन्छु भने यस रेसुङ्गा धाम पवित्र स्थानमा बाल सिद्धेश्वर शिवजीको पूजा गरी पितृ प्रसाद वितरण गर्नको लागि सम्पूर्ण आबद्ध हौँ, एकजुट हौँ भन्ने आह्वान पनि गर्न चाहन्छु। र हर वर्षको साउनको पहिलो दिन पूजा हामीले बस्ने सङ्घबाट
एकदम दुध दार दिएर पूजा सञ्चालन गर्दै आएका छौँ र औँसीको दिन पितृ प्रसादको खिर प्रसादी वितरण गर्दै आएका छौँ। त्यसमा सम्पूर्ण आमन्त्रित भक्तजनहरूलाई खिर प्रसादी लिएर गइदिनु हुन हार्दिक अनुरोध गर्दछु र खास गरी पितृ प्रसाद जो हामीहरू बस्नेतको तर्फबाट दिएको भएको हुँदा सम्पूर्ण भक्तजनहरू आएर त्यसलाई ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामी यहाँ देख्न सक्छौँ अमरपुरबाट आएको टोलीले यहाँ भजन टोली लिएर आउनुभएको छ। हामी यसै गरी रेसुङ्गाका विभिन्न धार्मिक स्थानहरू पोखरी क्षेत्रमा सिद्ध बाबा क्षेत्रमा सानो रेसुङ्गामा यसै गरी भक्तजनहरूको नाचगानको भिडहरू चलिरहेको छ। हामी अहिले पोखरी यज्ञशाला क्षेत्रमा भएका कारणले हामी यहाँको दृश्यहरू देखाएका छौँ भने यसै गरी पोखरी क्षेत्रमा यसै गरी यज्ञ सिद्ध बाबा क्षेत्रमा र सानो रेसुङ्गा क्षेत्रमा पनि यसै गरी भक्तजनहरूको घुइँचो बिहानदेखि नै घुइँचिरहेको छ। दिल्लीको सबैभन्दा ठुलो धार्मिक स्थलको रूपमा रहेको रेसुङ्गा क्षेत्र जुन आज औँसीको दिन विशेष गरेर यहाँ मेला लाग्ने गर्दछ, जहाँ हजारौँ भक्तजनहरूको यहाँ भिड देख्न सकिन्छ। हामी गोविन्द सर आज कति बनायो आजीवन सदस्य देवीराम सर? 5 जना आजीवन सदस्य हुनुभयो। देखेर
बजाउनुहोस् ताली। सर्वप्रथम त यो तपाईँको सञ्चारको माध्यमबाट साधारण भक्तजनहरू, जिल्लावासी र बाहिर बस्नुहुने सम्पूर्ण महानुभावहरूलाई रेसुङ्गाको महत्त्वको बारेमा जुन प्रकारको एउटा अवगत गराउने अवसर दिनुभयो त्यसका लागि हृदयदेखि धन्यवाद दिन्छु। यो रेसुङ्गा भनेको देवभूमि, पुण्यभूमि, सिद्धभूमि, अमृतभूमि। यहाँ विभिन्न सन्त महन्तहरूले सिद्धि प्राप्त गरेर अनेक प्रकारको सिद्धिहरू प्राप्त गर्नुभयो। 18औं शताब्दीदेखि लिएर द्वापर युगदेखि यहाँसम्म विभिन्न ऋषि महर्षिहरू, वास्तवमा भन्ने हो भने पुल र पुलस्थ खालका ऋषिहरूले पनि यहाँ तपस्या गर्नुभएको यो देवभूमि, पुण्यभूमि, सिद्धभूमि हो। यो भूमिको बारेमा वास्तवमा भन्ने हो भने यो 27वटा देवगिरीहरू मध्येको महत्त्वपूर्ण देवगिरी हो। यसलाई आजभन्दा पहिलेको अवस्थामा पनि मानिसहरूले केही गर्न थालेका थिए। गर्दा गर्दै केही कुराकानीमा अलि बाहिर ओझेलमा परेको 2042 सालमा योगी नरहरि नाथजीले नयाँ किसिमको यज्ञ सुरुवात गरेर यहाँ यसलाई एउटा व्यवस्थित रूपमा सञ्चालन गर्ने विधिवत एउटा निर्णय गर्नुभयो। गौशालाको व्यवस्था भयो, पाठशालाको व्यवस्था भयो र यहाँ पाकशालाको व्यवस्था भयो र अब भोलि बिहान हामीले धर्मशाला र पाठशाला सञ्चालन गर्ने हामीले उद्देश्य राखेका छौँ। वास्तवमा यसको जति बेलासम्म स्वासोदाको माध्यमबाट यसलाई सन्त महन्तहरूको उपस्थितिबाट आफै भएको पवित्र स्थानलाई अझ महन्तहरूलाई उपस्थित गराएर अझ पवित्र बनाउने उद्देश्यले यस्ता किसिमका रचनात्मक कार्यहरू हामीले गरिरहेका छौँ। चाहे बनारस, हरिद्वार, ऋषिकेश, अयोध्या, वृन्दावन लगायतका सन्तहरूलाई लिएर आएर यज्ञ गर्ने काम होस् र त्यसको साथसाथै यो श्रावण महिनाको औँसी ज्यादै ठुलो महत्त्वपूर्ण पर्व हो। यसमा आफ्नो एक प्रकारले पोखरी स्नान गरेर, सिद्ध पोखरीको स्नान गरेर सिद्धको दर्शन गर्नाले कुनै कारणले अधोगतिमा रहेका पितृहरू रहेछन् भने तिनीहरूको उद्धार हुन्छ। त्यसकारण यो आजको औँसीको ज्यादै ठुलो महत्त्व छ। यो शिवजीको महिना हो, त्यसमध्येमा पनि यो महिना पवित्र दिन, पवित्र महिना, पवित्र पावन स्थानमा आज जुन प्रकारको यो कार्यक्रम आजभन्दा पहिले पनि भइरहेको र अहिले भइरहेको छ, म सम्पूर्ण यहाँ उपस्थित हुने महानुभावहरूलाई तपाईहरू गया श्राद्ध गर्न जान भ्याउनु भएको छैन भने पनि एकपटक साउनको औँसीमा आएर सिद्ध पोखरीको स्नान गरेर सिद्धको दर्शन गर्नुहोस्। गया श्राद्ध गरेको फल प्राप्त हुन्छ। तपाईँले विभिन्न किसिमका केही इच्छाहरू छन् भने बाल सिद्ध भगवानको उत्पत्ति भएको ठाउँ यो भएको हुनाले तपाईँहरूले विभिन्न अवस्थामा आफूलाई इच्छा लागेका वरहरू माग्न सक्नुहुन्छ। र यो अवसरमा फेरि अर्को कुरोकानी के भने हामीले श्रावण महिनाभित्र यहाँ विभिन्न महानुभावहरूबाट भण्डाराहरू चलाइरहेका छौँ। प्रशस्त मानिसहरूले बिहानबाट साँझसम्म दाल भात तरकारी आफ्नो गच्छे अनुसार हामीले भोजन गराइरहेका थियौँ। त्यसमध्येमा पनि आज औँसीको दिन यो पावन दिनमा बस्नेत सङ्घ गुल्मीको एउटा आयोजनामा यहाँ आएका सम्पूर्ण भक्तजनहरूलाई एक त श्रावण महिना खिरले मान्छेलाई पवित्र गराउँछ भन्ने छ। पेट शुद्ध गराउनका लागि पायस खिरको भोजन गराउने र यहाँ अर्को परम्परा पनि के छ भने रामचन्द्र भगवानको उत्पत्ति पनि खिरको माध्यमबाट भएको हो। त्यसो भएको हुनाले आज बस्नेत परिवारले हामीलाई यो खिरको भोजन गराएर सम्पूर्ण आएका हजारौँ भक्तजनहरूलाई जुन प्रकारले भोजन गराउनु भएको छ उहाँहरूलाई हृदयदेखि धन्यवाद दिँदै यस्ता विभिन्न खालका कुराहरू आजभन्दा अस्ति पनि राज मरासिनीले पनि
केही दिन मैले आएर भण्डारा लगाउँछु भनेर लगाउनु भयो र केही धेरै सन्त महन्तहरूले बाहिरबाट आवश्यक परेका सामग्रीहरू दिएर यो हामीले बडो महत्त्वपूर्ण तरिकाले यो भण्डारा चलाइरहेका छौँ। अझ हाम्रो श्रावण महिनाको 29 गते एउटा बृहत विश्व शान्तिका लागि, राष्ट्र कल्याणका लागि, पर्यावरण शुद्धताका लागि एउटा महत्त्वपूर्ण यज्ञ गर्दैछौँ। अझ पनि तपाईँहरूको यो साउनको महिनामा एक प्रकारले यस ठाउँमा जानेर नजानेर टेक्नुभयो भने पनि यहाँहरूको पितृहरूको उद्धार हुन्छ, यहाँहरूले इच्छाएका फलहरू प्राप्त हुन्छन्। त्यसको साथसाथै अझ त्यो विशिष्टि पुरा गर्नका लागि 29 गते हामीले यहाँ बृहत रुद्रीको आयोजना गरेका छौँ। कृपया त्यस दिनमा पनि आउनुहोस्। हामीसँग 150 भन्दा माथि गाईहरू छन्। गाई, गङ्गा, गणेश, गीता, गायत्री धर्मका धरोहर हुन्। यिनको संरक्षणको निमित्त दिनको एकपटक 1 मुठी अन्न या 1 रुपियाँ उठाएर गाईका लागि गोदान गर्नुहोस्। यो यहाँहरूसँग निवेदन गर्दै रेसुङ्गा सिद्ध बाबाको दर्शन गर्ने सम्पूर्ण भक्तजनहरूले मनले इच्छाएको पुरा होस्। उनीहरूको घरमा कुनै किसिमको दुःख फिरमर्का केही नहोस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग्दैन। संसारका कुनै पनि मान्छेलाई दुःख नहोस्। सिद्धको यहाँ सबैलाई कल्याण होस्, सबैलाई सिद्धले दिन सकुन्। यहाँ 33 कोटी देवताहरूको आह्वान गरेर पूजा गरिरहेका छौँ। अझ पनि हाम्रो यो पूजाको विधिहरू पुर्याउनका निमित्त हामी लागिरहेका छौँ। कृपया तपाईँहरू पनि आएर संलग्न भएर यो पूजामा सहभागी भइदिनुहोस्। यसैका लागि यहाँहरूसँग विनम्र अनुरोध गर्दै राष्ट्र कल्याणका लागि, पर्यावरणको स्वच्छताका लागि, वातावरण स्वच्छ बनाउनका लागि, यो जुन जैविक विविधतामा असर नपरोस् भन्ने उद्देश्यले 29 गते गर्न गइरहेको यज्ञमा सम्पूर्ण महानुभावहरू उपस्थित भइदिन हार्दिक अनुरोध गर्दै आजको यो कार्यक्रममा जति पनि महानुभावहरू आउनुभयो यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद दिँदै उहाँहरूका पितृहरूको उन्नति होस्, उहाँहरूका परिवारहरूको उन्नति होस्, उहाँको पितृहरूको उद्धार होस्, उहाँहरूको स्वर्गवास होस्, सबै अधोगतिमा गएका पितृहरूको पनि उद्धार होस्। यही शुभकामना साथ म यहाँहरूको माध्यमबाट पटक पटक भेट हुने अभिलाषा गर्दै बाल सिद्ध भगवानको स्मरण गर्नाले मात्रै पनि यहाँहरूको कल्याण हुनेछ। यही भन्दै यहाँहरूसँग बिदा हुन्छु। हरिओम तत्सत। बाल सिद्ध भगवानको जय। Bye.